नमस्कार सम्पूर्णमा। आज म कक्षा 5 को नेपाली पाठ्यपुस्तक हो टीका आत्रेयद्वारा लिखित अन्नदाता कविता वाचन गरेर सुनाउँदैछु। म चाहिँ कक्षा कोठामा नानी बाबुहरूलाई यसरी नै वाचन गरेर सुनाउने गर्दछु। अन्नदाता। खेतबारी लह लह फलाउने अन्न, खेतबारी लह लह फलाउने अन्न, संसारकै भोक टार्ने किसान हुन् धन्य, संसारकै भोक टार्ने किसान हुन् धन्य। गोठभरि गाई भैँसी साना पाडा बाछा, पालेका हुन् हाम्रै लागि पोखरीका माछा, पालेका हुन् हाम्रै लागि पोखरीका माछा। पसिनाले भिजाउँछन् गरा गरा माटो, अन्न दिन्छ माटो पनि पसिनाको साटो। लेक बेसी वन पाखा पानी कुलाभरि, जताततै किसानको काम थरी थरी, जताततै किसानको काम थरी थरी। पालेका छन् खोरभरि कुखुरा र बाख्रा, लहरामा कति राम्रा फर्सी अनि काँक्रा। परिश्रमी हातहरू सिर्जनाका खानी, सिर्जनामै रमाउने प्यारो जिन्दगानी, सिर्जनामै रमाउने प्यारो जिन्दगानी। दुध दही घिउ मासु फलफुल सारा, पुर्याउँछन् आफू झारी पसिनाका धारा। झरी बादल शीत ताप कतै डर छैन, माटोसँगै प्रीति गाँस्ने अरू कोही होइन। हलो जुवा कोदाली हुन् जीवनका खुसी, खेतबारी पाठशाला पसिना हो मसी। दुनियाँको खुसी लेख्ने किसानको मन, किसान हुन् अन्नदाता संसारकै धन, किसान हुन् अन्नदाता संसारकै धन। धन्यवाद।